यो के हुन लाग्यो? कस्तो विपत्ति आयो? बाढी आयो, तर के कारण? राम राम राम। बुधबार रसुवा क्षेत्रको आकाश खुलेको थियो। परसम्म पहाडी दृश्य देखिन्थ्यो, कहीँ कतै पानी परेको थिएन। बिहानको 9:15 बजे मानिसहरू आफ्नै दिनचर्याको तयारी गर्दै थिए। कोही खाना खाँदै, कोही खेतबारीमा काम गर्दै र कतिपय कार्यालय पुगिसकेका। तर एकाएक गडाङगुडुङको आवाज सुनिन्छ। कसैले भुइँचालो पो आयो कि भन्ने अनुमान गर्छन्। तर पहाड नै हल्लाउँदै थर्काउँदै मास्तिर हिमालबाट सेतो धुवाँ जस्तो मुस्लो उठेको देखिन्छ। मानिसहरू के भएको हो बुझ्न सक्दैनन्। महिला चिच्चाएको आवाज सुनिन्छ। आकाशतिर उठेको सेतो मुस्लो एकाएक भीषण आकस्मिक बाढीमा बदलिएको देखिन्छ। त्यो उर्लदै भोटेकोशी र त्रिशुली नदीतिर अघि बढ्छ। पानी, लेदो, गेग्रान र ठुला ढुङ्गा सहित त्यो शक्तिशाली बाढीले तटीय क्षेत्रलाई निमेषभरमै सखाप बनाइदिन्छ। केही अघिसम्म हरियाली बीच अग्ला देखिएका घर निमेषभरमै हिलोमा बदलिन्छन्। गाडी, पुल, जलविद्युत केही रहँदैन, सबै नदीमा बग्न पुग्छन्। तिब्बत क्षेत्रबाट आएको बाढीले तल्लो तटीय क्षेत्रका दर्जनौं बस्तीलाई मरुभूमि जस्तै बनाइदिएको छ। धेरै मानिसको मृत्यु भएको छ, कयौं बेपत्ता भएका छन्। अङ्गभङ्ग हुनेको त संख्या कति हो कति। सुरुमा बाँध फुटेर बाढी आएको अनुमान गरेका सर्वसाधारणले अहिले यसको कारण के हो थाहा पाउन सकेका छैनन्। न त आकस्मिक रूपमा तिब्बततिरबाट आएको यो बाढीबारे सरकार र अन्तर्राष्ट्रिय निकायले नै प्रष्ट भन्न सकेका छन्। बाढी आयो, तर के कारण? यो अझै रहस्यमय नै बन्न पुगेको छ। रोशी खोलामा विगत वर्षमा आएको बाढीले यसरी नै बस्तीका बस्ती आफूतिर समाहित गरिदिएको थियो। बुधबार बिहान 9:15 बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो। बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ चट्टानको हिम पहिरो, आइस रक एभालान्चका कारण आएको हुन सक्ने अनुमान गर्छन्। तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। यस विषयमा अनुसन्धान जारी छ। भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट आएका सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कन अनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गिगरान भोटेकोशी नदीका सहायक नदीभित्र खसेको हुन सक्छ। अनुसन्धानकर्ताका अनुसार उक्त घटनाले अचानक ठूलो बहाव सृजना गरेको हुन सक्छ, जसले पानी, गेग्रान र ठूला ढुङ्गाहरूलाई तल्लो तटीयतर्फ बगाएर लगेको थियो। तिब्बती क्षेत्रमा जिलोङ काउन्टी भन्ने तिब्बतको क्षेत्र डङलिन छाङ्गो रिभरमा हिम पहिरो गएर नदी केही बेर थुनिएको, त्यसपछि त्यो ड्याम नै चाहिँ फुटेर नेपालतिर आएको भन्ने प्रारम्भिक मात्रै यो हाम्रो अहिलेसम्म आएको चाहिँ इन्फर्मेसन छ। यसलाई हामी कन्फर्म गर्दैछौँ। जलविज्ञान सम्बन्धी अवलोकनले बाढीको बहावको गति र परिमाण असाधारण रहेको देखाएको छ। गल्छीमा त्रिशुली नदीको पानीको सतह 30 मिनटमा 9 मिटरसम्म बढेको तथा मलेकुमा सोही अवधिमा 7 मिटरले बढेको बताइएको छ। त्रिशुली नदीको किनारमा सरकारले दर्जनौं ठाउँमा पानी मापन उपकरण राखेको थियो, तर ती सबै बाढीका क्रममा बगे। पूर्व जानकारी दिने यन्त्रहरू समेत बाढीले पुग्यो। यद्यपि गल्छीको एउटा पानी मापन केन्द्र भने सञ्चालनमै रहेको इसिमोडले जनाएको छ। विशेषज्ञले गेग्रानले नदीको साँघुरो भागमा अस्थायी रूपमा नदी थुनेर पहिरो बाँध, ल्यान्डस्लाइड ड्याम बनाएको थियो भन्ने अनुमान गरिरहेका छन्। यसको मूल्याङ्कन पनि भइरहेको छ। वैज्ञानिकका अनुसार यस्तो अवरोधका कारण जम्मा भएको पानी अचानक बाहिर निस्कँदा जोखिम उत्पन्न हुन्छ। सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन्। विपदको समयमा रेकर्ड गरिएका भूकम्पीय तथ्याङ्कको प्रारम्भिक विश्लेषणले असामान्य सङ्केत पहिचान गरेको थियो। प्रभावित क्षेत्रबाट उत्तरतर्फ करिब 12 किलोमिटर टाढा लिजुङमा रहेको भूकम्प मापन केन्द्रले असामान्य सङ्केत रेकर्ड गरेको थियो भने झाङझू स्थित अर्को एक केन्द्रले पनि असामान्य गतिविधि रेकर्ड गरेको थियो। वैज्ञानिकहरूले ती सङ्केत सम्भावित हिम पहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने अझै अध्ययन गरिरहेका छन्। हालसम्म भूकम्पीय गतिविधि र बाढी बीच कुनै कारणात्मक सम्बन्ध स्थापित हुन भने सकेको छैन। इसिमोडको जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङगोङ झ्याङले गत वर्षको रसुवा बाढीबाट ध्वस्त भएको यही क्षेत्र फेरि एकपटक जोखिममा परेको बताउँदै लेन्दे खोलामा आएको बाढी
सम्भावित कारण हिम पहिरो भएको हुन सक्ने दाबी गरेका छन्। अहिले पनि नेपाल चीन सीमा स्थित नदीको माथिल्लो क्षेत्र अझै अवरोध कायमै छ। वैज्ञानिकले दोस्रो ठुलो बाढी आउन सक्ने चेतावनी पनि दिएका छन्। तिब्बततर्फको झिलुङ बन्दरगाह सुरक्षित स्थानमा सार्ने आदेश नै दिइएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा जलविज्ञान मापन केन्द्र लगायत पूर्वाधारमा ठुलो क्षति पुगेको छ। भोटेकोशी नदी तथा यससँग जोडिएका नदी प्रणालीका किनारमा धेरै जलविद्युत आयोजना पनि थिए। ती सबै बाढीमा परि क्षतिग्रस्त भएका छन्। 400 मेगावाट भन्दा बढी बिजुली उत्पादन ठप्प भएको छ। हिमनदी, हिउँको अवस्था, जलवायु परिवर्तनको प्रभाव र हिमताल फुट्ने जस्ता जोखिमको अध्ययन गर्ने वैज्ञानिकहरूले नेपाल र तिब्बतका उच्च भागमा हिमतालबाट समेत जोखिम बढ्दै गएको बताएका छन्। लेन्द्रे खोलामा भएको विपदले नेपाल मात्र नभई भारतमा समेत भविष्यमा ठुलो सङ्कट आउन सक्ने देखिएको छ। अझ ठुला आकस्मिक बाढी गए सीमापार जोखिम सामना गर्न अझ बलियो क्षेत्रीय सहकारी आवश्यकता रहेको विज्ञहरूले औँल्याएका छन्। यस्तै जोखिमको प्रतिकार्यका लागि नेपाल, चीन र भारत बीच त्रिदेशीय सहकार्य समेत आवश्यक पर्न सक्छ। वैज्ञानिकहरूले हिन्दकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिम नदी, हिउँको अवस्था तथा हिमाली भिरालो भूभागमा परिवर्तन भइरहेको बताउँदै आएका छन्। तर पनि रसुवा घटनामा जलवायु परिवर्तनको भूमिका के थियो भन्ने निर्धारण गर्न अहिले नै हतार हुने बताइएको छ।